Guys, this is beautiful Batase Jharna located in Kanchanpur, that is few kilometers away from Jalari Bazar, that is northern from the Jalari Bazar. हामी यो पिचबाट हुँदै जलारीबाट उत्तरतर्फ बाइकमा चारजना गर्मीमा झोला बोकेर चस्मा लाएर टोपी लाएर हामी उत्तरतिर मोड्यौं र पेटीमा हामीलाई पिउने चीजहरु खाने चीजहरु लगेर यो कच्ची बाटोमा खोला नाला तर्दै धुलो माटो खाँदै यसरी यो जंगलको बाटो र मन्दिरको समेत दर्शन गर्दै ठुला सालका रुखहरु हेर्नुस् त कति राम्रो देखिएको कस्तो राम्रो। यो सँगै यो धारापानी भन्ने गाउँ पुगिन्छ त्यहाँबाट। यो कच्ची बाटो अलिअलि डर लाग्दो पनि छ, बिस्तारै बाइक चलाउनु पर्ने हुन्छ र धारापानीको गाउँमा रहेको यो प्यारो कैलो बाख्रोसँग पनि हाम्रो भेट भयो। यसले हामीलाई को हो भनेर परिचय गर्न खोजिरहेको थियो र उहाँ सुन्दरी दिदीसँग पनि एकैछिन कुरा गर्यौं। उहाँ चाहिँ दार्चुलाबाट यहाँ 20-22 परिवार जति सर्नु भएको रहेछ। यहाँ चाहिँ बत्तीको सुविधा नभएर सोलर प्यानलहरु पनि रहेको छ र यो सँगै बाइक चाहिँ हाम्रो डेस्टिनेसन त्यही धारापानी भन्ने गाउँमा रोकेर हामी अगाडि बढ्यौं। बाटो कच्ची भएकाले त्यहाँ बाइक लग्न सक्ने सुविधा थिएन, हिँडेर जानुपर्ने अवस्था थियो र गर्मीमा म चस्मा लाएर म त हिरो बनेको भए नि त। अनि यो पिठीमा बोकेर यो खानेकुरा यो ढुङ्गाले छापिएको सुन्दर बाटो हुँदै हामी अगाडि बढ्यौं। यो सँगै अलिअलि अब उकालो लाग्न पनि सुरु भयो। यति सुन्दर मनमोहक दृश्य हेर्नुस् त, गर्मीले तातेको छ फेरि पनि सुन्दर देखिएको छ। दैट इज हट ब्युटिफुल। अनि म पनि यो अगाडि बढ्दै गएँ र मेरो मिज्जी पनि सँगै हुनुहुन्थ्यो, मोटे मिज्जी। उहाँ जो फर्स्टमा आउँदै हुनुहुन्छ मोटे मिज्जी हो। उहाँ चाहिँ हिँड्न अलि गाह्रो भइरहेको थियो उहाँलाई। अनि यो राम भाइ चाहिँ म हिरो बन्छु भनेर मेरो चस्मा अहिले लग्यो। अनि त्यसपछि मिज्जीहरू बिस्तारै अघि बढ्दै म चाहिँ पछि भिडियो पनि खिच्दै गएँ। अनि त्यसपछि यो सुन्दर ठाउँ हेर्दै अगाडि बढ्दै जाँदाखेरि म त थाकेर लुत्रुक्कै भइहालेँ। हेर्नुस् त मेरो हिटाइ कति बिस्तारै छ। यो सँगै बाटोमा चाहिँ ढलेका रुखहरू पनि थिए। मेरो मोटे मिज्जीलाई अलिकति यो पछाडिबाट धक्का दिएर निस्काउनु पर्ने अवस्था भयो। राम भाइ चाहिँ अलि पातलो नै भएकाले सजिलै छिर्यो र म पनि अब पातलो नै भएकाले यो रुखमुनिबाट बिस्तारै सजिलै छिरे र लगत्तै 15-20 मिनेट अझ हिँडेपछि अब आउँछ हाम्रो सुन्दर यो बतासे झरना। हेर्नुस् कति राम्रो छ। यो हेर्दाखेरि टाढाबाट खिचेको हो तर त्यहाँ अति नै गहिरो छ गाइज। नीलो पानी हुनाले क्लियर देखेको छ। यहाँ चाहिँ 2 जना मान्छे डुब्ने लायकको गहिरो छ। र नेक्स्ट पार्टमा तपाईहरुलाई म